हाम्रै पनि टुरिस्ट भिजा हुन्छ उहाँलाई चाहिँ इम्प्लोइमेन्ट भिजा दिएछ। इम्प्लोइमेन्ट भिजा भनेको के हो भने जसले श्रम गर्छ त्यो देशले पनि चिनेछ यो श्रम पिता हो भनेर, हो कि हैन? हाम्रो देशमा आएर पनि श्रमको अलिकति भए पनि बास्ना छर्दिनु भनेर हजुरलाई छोड्दिएको, तर यहाँ शनिबार आइहाल्छ फेरि पनि ढुङ्गा बोक्नु परिहाल्छ, हो कि हैन? म अहिले भर्खरै आज बिहान जोमसोमबाट पोखराबाट काठमाडौँ, काठमाडौँबाट विराटनगर हुँदै यहाँ आएको। जोमसोममा जहाँ गए पनि तपाईहरुको त कार्यक्रम छ नि त हैन? धरानमा हर्का साम्पाङकोमा भन्नुहुन्छ। बाप रे, मान्छे मात्रै होइन कि बाइकहरु पनि डिजाइनको, कसैको ह्यान्डल यस्तो। म अहिले पनि देख्छु त्यो अंकलहरु, बाप रे त्यो बेलाको अंकलहरु जाडोमा पनि सेन्डो भेस्ट लाएर हिँडिरहेको हुन्थ्यो। केही छैन। यो फेरि धरानमा कसम, धरानमा चाहिँ पाहुना खानु जानुभयो भने नाइ भन्नु हुँदैन है, भयो भन्नु हुँदैन। रिसाउँछ त तपाईँ, अनि कस्तो खाना खानु बोलाएको मान्छे तपाईँ त यति त खानुपर्छ नि, यो त खानु, यो चाहिँ मेरो लागि प्लिज, मेरो लागि भयो। कोलेस्ट्रोल बढिरहेछ, 2 पिसले त बढ्दैन हौ। उनी घोपा क्याम्पको डाक्टर जस्तो उसैले बढ्दैन भन्छ। आम्मा देखको त यति खानुहुन्न, कसम खानुहुन्न, के कुरा गर्नुभएको? आमा बगरकोटमा आएर 1 गिलास पनि नखाने अरे। अब लाग्छ कि बगरकोटमा चाहिँ छापै लगाइदिएको छ खाने नै हो भनेर, त्यहाँ गएर चाहिँ जुस खानु हुँदैन। आम्मा एउटा फेरि कसम कसले छोडिदिएको हो, दारी काट्न बिर्सेको मान्छे आफै हाँस्छ फेरि अनुहार हेर्दै। मलाई एकदम धेरै कलाकार हुने रहर। अहिले यो चलचित्रमा सानो अभिनय गर्दै एउटा यस्तो राम्रो चलचित्रमा जोडिने मौका जुर्यो। यो चलचित्र जुन चाहिँ वैशाखको 26बाट चल्दैछ। मैले फर्स्टमा एउटा फिल्ममा अभिनय गर्ने मौका पाएको थिएँ जसमा चाहिँ निरशाह सर मेरो मालिकको रोलमा हुनुहुन्थ्यो, म काम गर्ने। आम्मा डायलग थियो मेरो, 6 दिनदेखि रटेर बसेको। म कुदेर आउनुपर्ने, माथिबाट निरराजा चट्ट यस्तरी उठ्दिने, उहाँ उत्रिँदै हुनुहुन्छ, म कुद्दै गएर मालिक मेरो भाइ के भयो, ब्याट्री सक्यो कि? पहिला त हामी सिडीको जमानाको, सिडी चाहिँ हुन्थ्यो, त्यस्तै थुकेर पो बोल्नु गर्ने भयो कि खुसेर। त्यो जमानाको पनि छौँ त हामी, हो कि होइन? त्यो जमानाकोहरूले हात उठाउनु त। त्योभन्दा अगाडिको रिलको फोटोवाला जमाना, त्यो सबै चिज याद दिलाउँछ हाम्रो चलचित्र उनको स्वेटरले, हो कि होइन? अब बोल्दा हुन्छ कि ब्याट्री के यसको खाजा सक्यो कि छ? त्यो फिल्ममा 6 दिनदेखि डायलग रटेर रेडी भएर बसेको, माथिबाट निरशाह सर चर्र झर्ने। फर्स्ट टाइम डायलग, मालिक साहब मेरो गाउँमा आमा बिमारी हुनुहुन्छ, मलाई छुट्टी दिनु पर्यो भन्ने डायलग, माथिबाट निरशाह सर आउनुभयो। अब मेरो डायलग, त्योभन्दा अगाडि उहाँले बोलिदिनु भयो, मलाई थाहा छ डम्बरे तँलाई छुट्टी चाहिएको छ, तेरी आमा बिरामी छ, तँलाई 5 दिन होइन 10 दिनको छुट्टी भयो, जा त भनिदिनु भयो। मेरो डायलग खपै खाइदिनु भयो। सर मेरो डायलग भनेको पर्दैन, सरले बोलेपछि सक्यो। त्यहाँदेखि यहाँसम्म यो फिल्ममा चाहिँ मेरो पुरा डायलग छ। ट्रेलरमा पनि आइसक्यो, फिल्ममा पनि आउँछ, ढुक्क हुनुहोस्। थ्याङ्क यू। ओ फेरि हेर्नु त, जसले चाहिँ जिन्दगीमा आमाले उताबाट मुढाले त छोरा सार भन्दा मुढा सारेको छैन, त्यही चाहिँ मजदुर दिवस भन्दैछ। मजदुर दिवस ठिक छ भाइ, ठिक छ। हात हेरिसकेँ मैले हात हेरिसकेँ। कति कोमल छ तिम्रो भाइ, झुकिन्छ मान्छे। उसले चाहिँ मजदुर दिवस भन्दैछ, अँध्यारोमा समाउँदा त कुन चाहिँ बहिनी हो भन्छ, उसले चाहिँ मजदुर दिवस भन्दैछ भाइ, होइन? थ्याङ्क यू। र सबैजनालाई फेरि पनि धेरै धेरै धन्यवाद चढाउँदै व्यक्त गर्दै। हजुर एउटा मैले गीत 1 लाइन बनाएको छु, तपाईँहरूले सुन्नु भएको छ कि छैन? आजभोलि सुनको भाउ बढेको बढै छ, त्यसैलाई लिएर 2 लाइन मैले लेखेको छु। सिओडब्ल्यू काउ ए मेरो बाउ बढेको बढै छ, फेरि
सियो डब्लु काउ बढेको बढै मेरो पनि बिहे मेरो पनि बिहे बन्न मन छ बन्न मन छ के भनेको त मेरो नाम कोही भन्छ स्पिड खेलाउँछ भाइ म पनि मेरो त भान्जी हो नि मेरो त आफ्नै भान्जी हो स्पिड खेलाउँछु नि म त कसम ढाँटेको होइन ढाँटेको भए भाइको नि भाइ र थ्याङ्क यू फेरि पनि सेन्ताराम चाहिँ यस्तो छ क्या गीत गाउनु यस्तो राम्रो गायक आउनुभएको छ सुजन चापा गाई उहाँको अगाडि त गोविन्द गाई हुन्छ नि मेरो हजुर मसँग यस्तो छ ट्र्याक छैन ट्राउजर लाएर आएको छु गीत छ भने प्लिज एकचोटि आई लभ यु सेन्ताराम भन्ने गीत लगाइदिनुहोस् हामी सबैजना नाच्नुपर्छ हुन्छ हुन्छ भाइ छ प्लिज जसको कोही छैन त्यसको अनि लगाइदिनु केही हुँदैन सब धरानमा र विशेष एकछिन न म बोल्दैछु महिला के भएको म भन्दैछु फेरि थ्याङ्क यू र विशेष गरेर हाम्रो यस कार्यक्रमलाई सफल बनाउनको लागि मिडिया कोअर्डिनेटर तथा हाम्रो यस कार्यक्रमको सम्पूर्ण चाहिँ सुन्दर साउन्ड सर्भिस लगायत यहाँ हाम्रो धरानको चाहिँ प्रहरी प्रशासन विशेष गरेर हाम्रो यहाँको डिएसपी साहब मेरो लुङ्गा मित्र प्रकाश जबेगीज्यूलाई धेरै धन्यवाद र लगायत उहाँको सम्पूर्ण टिम सुरक्षाकर्मी सशस्त्र प्रहरी नेपाल प्रहरीलाई धन्यवाद सेन्ताराम भन्छ अनि यत्रो पालाखाहरू के भएको सानो पालाखा नानीहरू सबैजना तर गाउनु चाहिँ पर्छ है हुन्छ नाच्नु पर्छ हुन्छ ओके रेडी यो पुरा झमक झुमुक पारिदिनु नाचेको जस्तो देखिन्छ